ल हेलो एभ्रिवान, सबैजनालाई ह्याप्पी न्यू इयर 2082। सो आज चाहिँ हामी काहीँ नभए पनि भेरेटासम्म आएको छौँ अनि हामी यहाँ मन्दिर जाँदैछौँ आज। सबैजना आउनु होला, हामीसँगै मन्दिर दर्शन गर्नु होला। पाथिभरामा आज चाहिँ हामी न्यु इयरमा ल यता हेर्न ल न्यु इयरमा खोइ यता के हरायो अरे हजुरको म्याडमको कसले किनिदिएको हौ त्यो मैले आफू किन्नु सिन्नु छैन। हामी चाहिँ अब पाथिभरा मन्दिर गएको आज अब एकदम रस भए पनि यो दिदी बहिनीहरू छिटो आउँ न हौ छिटो आउँ भन्यो नि। आज घरमा मस्किँदै ल फर्किनु नि यता हौ कहाँ हिँडेको आज यहाँ सोचेकै ठाउँमा आइपुगेको छौँ नि। चितायो कि बितायो भन्ने कुरा थाहा छ, यही हो। यता अर्को बहिनी यता हुनुहुन्छ। अझै थपिदिनु मेरो लागि पनि एउटा थप्नु त्यहाँ ल। बनाउँदा बनाउँदै भाग हो लास्टमा त के साह्रो किन भागेको नबनाइसकेर नाउ 2:30 नो 2:30। ल यो चाहिँ हाम्रो मोडल लिएर आएको आज। अनि मन्दिर जाँदै हुनुहुन्छ उहाँ। पूजा गर्नु चाहिँ कहिले आउने होइन है, तर बिचाको क्या बाफ्रे जम्पिङ पनि गर्छ हाम्रो कान्छी सी इज अल्सो मेकिङ भिडियो। नाउ वी आर गोइङ टु टेम्पल अफ भेरेटार। हस्त नमस्ते। धेरै नक्कल छ हौ यो दुईजनाको चाहिँ फेरि के साह्रो नक्कल हो, म त वाक्क लागिसक्यो। ल अब हामी पुग्न आँट्यौँ। धेरै नक्कल पारेर आफै खुसी छ। डाँडा काँडा त दामी छ उँधो वेलकम पाथिभरा आइपुग्यौँ हामी चाहिँ हिँड्दाखेरि। आज अब दिउँसो भएकोले गर्दा चाहिँ अब त्यति भिड छैन। ल हाम्रो जुत्ता चाहिँ यहाँ राखिदिएको। ल हिँड्नु नि हो छिटो, ढिलो भइसक्यो त के भएको। ल राम्रो बनाइदिएको रहेछ अहिले त यो छ्याएर सबैजनाले यहीँबाट नमस्कार गर्नु पर्यो। ह्याप्पी न्यु इयर। ल है नमस्कार गर्नुहोस् सबैजनाले, विस माग्नु होला। ह्याप्पी न्यु इयर 2082। पाथिभरा माताले हामी सबैको रक्षा गरून्।